सो हेलो गुड मर्निङ गाइज टाइम 36 भयो र अब हामी जाँदैछौँ ड्युटी हो मैले कुदाउने गाडी सो मौसम चिल छ कुल छ अहिलेको गाडी मैले कुदाउने अब बडी छैनौँ दुईजना मात्र छौँ जाँदैछौँ ठिक गाइजहरू सो हेलो गाइज अब जाँदैछौँ हामी आज ड्युटी राम दाइ र म दुईजना यत्रो गाडी छ दुईजना मात्रै हाम्रो यो गाडी यता राम दाइ हुनुहुन्छ गुड मर्निङ राम दाइ dobro यत्रो सो गाइजहरू अब जाँदैछौँ हामी यसरी ड्युटी र यो यस्तो हाम्रो जाने बाटो यहाँ म यसरी ड्राइभ गर्दैछु है ल अब डाइरेक्ट ड्युटीमा भेट्यौँ कि ठाउँ ठाउँमा देखाउने ल तपाईँहरूलाई ठाउँ ठाउँमा बाटो देखाउँछु ल बाटो चाहिँ यस्तो छ गाइजहरू यस्तो तरिकाले लब बिहान कति बज्यो 7 साढे 6 भयो होइन यस्तो छ मौसम चिसो छ अहिले यस्तो छ मानिलो सरी जाँदैछौँ है गाइजहरू हाम्रो भ्यू चाहिँ यस्तो देखिरहेको छ गाइज यता हरियाली छ यता अलि हरियाली छ यस्तो तरिकाले अब अगाडि सिग्नल बन्द भयो तरिकाले जाँदैछौँ हामी हाइवे आइपुग्यौँ नि त हाइवे यस्तो छ गाइजहरू ट्राफिक छ हल्का अब सिग्नल बन्द भयो अगाडि रोक्ने सो आज ट्युसडे हो ट्युसडे अलिक जाम छैन होइन अगाडि चाहिँ जाम छ बाटो चाहिँ यस्तो क्लियर छ अहिले मेरो हाम्रो रामदाई 3-12 वर्ष हुनुहुन्छ भने सिटी सेन्टर मल ठुलो मल छ यहाँ चाहिँ ठुलो मल हो यो चाहिँ जाममा फसिएको छ ठुलो सिटी सेन्टर मल यहाँ फ्लाइओभर छ गाइज हामी यो फ्लाइओभरबाट राइट लेफ्ट जान्छौँ तपाईँलाई म देखाउँछु जाग्रिपको भ्यू यहाँ माथिबाट यो भनेको फ्लाइओभर हो यस्तो छ यस्तो छ यतासम्म चाहिँ हेर्ने यो हो जाग्रिप सिटी जाग्रिप सिटी सही छ नि गाइजहरू यो फ्लाइओभरबाट हामी राइट जाने हो लेफ्ट जाने हो यस्तो छ सिधै जान्छौँ हाम्रो साइडतिर भ्यू चाहिँ यस्तो छ है गाइजहरू मस्त भ्यू छ भ्यू चाहिँ यस्तो छ अब चाहिँ हामी साइड पुग्नु लाग्यौँ अब 1-2 मिनटमा पुग्छौँ तर यहाँको भ्यू देखाउँछु भ्यू चाहिँ यस्तो छ गाइजहरू यस्तो भ्यू चाहिँ यस्तो छ अहिले चाहिँ बिचमा छौँ हामी फ्लाइओभरमा छौँ फ्लाइओभरबाट म ड्राइभ गर्छु अपार्टमेन्ट सब अपार्टमेन्ट भिडियो मन पराउने हाम्रो फलो गर्नु लाइक गर्नु सब्सक्राइब गर्नु गाइजहरू यसो अगाडि बढेर त्यो गाइजको साइडको भिडियो देखाउनु तपाईँलाई एकदमै हाम्रो साइड चाहिँ यही हो यही बिल्डिङ यहाँभित्र चाहिँ हामी काम गर्छौँ आज दाइ र म होइन यही हो हाम्रो साइड यही हो यही बिल्डिङभित्र हाम्रो काम छ सो गाइजहरू अहिले चाहिँ म टक्क साइडमा आइपुगेन हल्का मर्निङ डाइरेक्ट हान्नु पऱ्यो म बनाएर खाँदैछु यसरी तो यहाँको एरिया यस्तो छ हाम्रो साइड भनेको यही यहाँभित्र हाम्रो काम छ सो यही हो हाम्रो अलग यति नै गाइज सी यु इन नेक्स्ट भिडियो सो लाइक फलो सब्सक्राइब गरिदिनु होला है भिडियो राम्रो लाग्यो सी यु इन नेक्स्ट भिडियो गाइज सी यु